3को 15 र 16 मा के भन्दै हुनुहुन्छ? मलाई तिम्रा कामहरू थाहा छ। जति जनाले आफ्ना चालहरू, आफ्ना कामहरू बाङ्गे टिङ्गे गर्नु भएको छ, सोझो पार्नुहोस् है। प्रभुले भन्दै हुनुहुन्छ, तिमीसँगै प्रभु हुनुहुन्छ, नढाँट है। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ। हेर्नुहोस् है, चिसो पनि छैनौ, तातो पनि छैनौ। चिसो कि तातो हुनुपर्ने थियो हैन? कि तपाईले चिसो हुनुपर्ने थियो कि त तातो नै हुनुपर्ने थियो? किनकि तिमी मन तातो छौ, किनकि तिमी मन तातो छौ रे, न चिसो न तातो। यसकारण म तिमीलाई मेरो मुखबाट उकेली दिनेछु। तपाईले पास्टरलाई ढाँट्नु भयो, आमालाई ढाँट्नु भयो, दाइलाई, भाइलाई, बहिनीलाई, इष्टमित्र ढाँट्नु भयो मुखले। तर प्रभु त तपाईसँग छ, प्रभु त तपाईसँग छ। प्रभु मलाई क्षमा गर्नुहोस्, शरीरमा छ प्रभु, अब म सुत्छु। प्रभु धन्यवाद, मलाई मिठो निद्रा दिनुहोस्, दर्शन दिनुहोस्, भिजन दिनुहोस्, अब मलाई सुरक्षा राख्नु भनेर फुत्त सुत्यो भने त्यसलाई मन तातो। त्यो मन तातो मान्छे हो। तपाईँ मन तातो भएको छ भने प्रस्ताव गर्नुहोस् है, प्रस्ताव गर्नुहोस्। यो बच्चाले भन्नुभएको छ, तपाईँले बिहान कम्तीमा 15 मिनट चाहिँ प्रार्थना गर्नुपर्छ है। तपाईँले बिहान 15 मिनट, सुत्ने भन्दा अगाडि 15 मिनट तपाईँले टाइम दिनुपर्छ। हाम्रो शरीरको लागि भात, दाल, तरकारी चाहिन्छ भने आत्माको लागि खाना खोइ त। हेर्नुहोस्, आधादेखि 15 मिनट तपाईँले प्रार्थना गर्नैपर्छ, गर्नैपर्छ, गर्नैपर्छ। किनकि तिमी मन तातो छौ, न चिसो न तातो। यसकारण म तिमीलाई मेरो मुखबाट उकेली दिनेछु। मुखबाट बान्दा गरिदिएपछि हाम्रो दशा कस्तो होला हेर्नुहोस् है। अब त हामी प्रभुको छोराछोरी, आशिष भाइको छोराछोरी हुने हो कि अब बान्ता हुने हो? तपाईँ आफै विचार गर्नुहोस्। जतिजना छोराहरू, जतिजना छोरीहरू तपाईँको जीवनमा प्रार्थना छैन, आजको दिनबाट तपाईँको जीवनमा प्रार्थना बिहान 15 मिनट, बेलुका 15 मिनट प्रार्थना हुनैपर्छ। नत्र भने तपाईँको जीवनमा पैसाले त परिपूर्ण छ, फेरि तपाईँको यो खुट्टा झमझमाउँछ हिँड्दाखेरि। बा हेर्नु यो खुट्टा कस्तो झमझमाएको छ, यसको लागि प्रार्थना गरिदेऊ न भन्छ। फेरि एकछिनपछि, फेरि 5 दिनपछि, बा यो मेरो कान पहिला त सुनेको थियो, यो बन्द भयो है। फेरि त्यसको फेरि 1 महिनापछि, आमा मेरो ढाडकीको घाँबाट त सोला हालेको छ है। फेरि तपाईँ त डाँडामा त जानुभयो है, डाँडामा जानुभयो, आमा हेर्नु न, छोरा हेर्नु, छोरा खालि सुतेछ त के भयो के भयो है। फेरि कसैले भन्ला, हेर्नु न मेरो पति त भर्खर जागिर खानु गएको थियो, यो हातै चलेन भन्देला है। फेरि दर्शन हेर्नु न आमा, खालि यत्रो सिङ भएको मान आउँछ अरे तर्साउन बच्चालाई। यस्तो त कुराहरू किन आएको थाहा छ? यो वचन, यो प्रकाश 3 को 15 र 16 को वचनलाई पालन नगरेको हुनाले। वचनमा ख्यालटटा नगर्नुहोस्, सेवा सङ्गतिमा ख्यालटटा नगर्नुहोस्। तपाईँको जागिर खाएको जस्तो, व्यापार गरेको जस्तो है, घरमा बच्चाहरूसँग बोले जस्तो, पतिसँग बोलेको जस्तो हुँदैन। वचनमा हो भने हो, होइन भने होइन। जहिले पनि हामीले खालि दुष्टको दोष दिन्छ क्या। दुष्टले यता पनि दुष्टले जति दुष्टले आँखा फुट्यो, दुष्टले कान सुन्यो, दुष्टले खालि दुष्टले दोष दिन्छ है। दुष्टलाई मौका नदियो भने है, त्यसबाट लामा झाँग्रीको र तन्त्र मन्त्र जादु टुनाको है, मूर्ति पूजाको दोष दिने, छिमेकीको दोष दिने, र आफू चाहिँ ठिक छैन। फेरि यसो सुतिरहने, आज त अल्छी लागेछ तिरिका भन्छ, होइन नि त। त्यो आल्छीलाई मार्नको लागि अलिक कसिनु पर्यो, गुना टेक्नु पर्यो। प्रभुले भनेको छ कि चिसै भइजाऊ छोरो, के भने चिसै भइजा। चिसो भयो भने कस्तो हुन्थ्यो? प्रभुले वास्ता गर्दैन, छोड्दै जेसीको होस्। तातिने बेलामा हाम्रो जीवनमा आउँछ समस्या, आउँछ पतिबाट आउँछ, पत्नीबाट आउँछ, बहिनीबाट आउँछ, छिमेकीबाट आउँछ। त्यसलाई नर्भस नहो। जसले हामीलाई सताउँछ नि, त्यसलाई लट्ठीले हान्ने चाहिँ प्रभु हुनुहुन्छ। आमेन। अब हामी तातेको हुनु पर्यो क्या, तातेको। फेरि हामी मन तातो भइदियो भने त्यो चाहिँ कसैलाई खान्न। हेर्नु नि, होटलमा पनि रेस्टुरेन्ट पनि तपाईँले चिया मगाउनु, कफी मगाउनुहुन्छ, त्यसले ल्याउँदा चिसो छाम्दाखेरि चिसो भइदियो भने फेरि त्यो ततार ल्याउनु भाइ, के हो यस्तो, म त दिन्न पैसा, हो यही हो।
मन तातो कसैले पनि खान्न। हाम्रो जीवन चाहिँ तातेकै हुनु पर्यो। र सुरुमा के भनेछ, मलाई तिम्रो कामहरू थाहा छ है। हामीले जति ढाँटेर बोले तापनि, जति ढाँटेर कामहरू गरे तापनि प्रभुले सबै कुरा थाहा छ। हेर्नुहोस् है, म लगायत सबैजनाको हामी यहाँ छ र हामीले के काम गर्छ र भरे के काम गर्छ, कोसँग कसरी बोल्छ, प्रभुले सबै कुरा थाहा छ है। बत्ती मारेर एकदमै एउटै कोठामा चुकुर लगाएर अँध्यारोमा जस्तै बदमास काम गरे पनि त्यहाँ नि प्रभु छ है। प्रभुको आँखा चाहिँ जाँचै छ। वचनद्वारा भनिन्छ, म तिमीलाई वाग दिन्छु। त्यसको अर्थ चाहिँ तिमी कुनै काम लाग्ने मानिस हुँदैन। जब वाग दिएपछि त्यो चाहिँ पानीले पखालेर फालिदिन्छ। त्यसको अर्थ चाहिँ शैतानले, दियावसले हाम्रो जीवनमा काम गर्छ र हाम्रो जीवनमा के आउँछ फेरि अघि भर्खर भनिसक्यो, आँखा दुख्यो, किडनी दुख्यो, क्यान्सर भयो, भूत लाग्यो, प्रेत लाग्यो, दर्शन देखेन, प्रार्थना गर्न मन लागेन, अल्छी लाग्यो, निद्रा मात्रै लाग्यो, काम भएन, नष्ट भयो। हेर्नुहोस् है, 7 दिनमा हुने काम 70 दिन लाग्यो। प्रार्थना गरौँ, हाम्रो हतियार नै प्रार्थना हो। बुझ्नु भएको छ सबैजनाले? ल सबैलाई जय मसीह।